स्टुडेन्ट भिजा अप्लाई गरिसके पछाडि यो ३ वटा कुरामा नोटिस गर्नुभएन अथवा अलर्ट हुनुभएन भने तपाईँको भिजा एप्लिकेसन डिक्लाइन हुन पनि सक्छ। फर्स्टमा चाहिँ तपाईँको फोनको ब्याट्री कति छ, नेटवर्क स्टाटस कस्तो छ, इन्टरनेट कनेक्सन के छ, सबै कुरा रेगुलरली चेक गर्नुहोस् र हरेक दिन मर्निङमा उठ्दा आफ्नो फोनलाई 100% चार्ज गर्नुहोस्। इमिग्रेसन न्युजिल्यान्डले फोनमा इन्टरभ्यू लिँदाखेरि नेटवर्क र तपाईँको फोनको चार्जिङ सबै कुराहरूलाई अपडेट गराउनुहोस्। सो त्यसले गर्दा हजुरको कल मिस नहोस् र मजाले इन्टरभ्यू दिन सक्ने हुनुहोस्। र इमेल पनि रेगुलर चेक गर्नुहोस् किनभने इमिग्रेसनले इन्टरभ्यूहरू कति भिडियो कल इन्टरभ्यू लिनु पर्यो भने हजुरले इमेल गर्न सक्छ। सेकेन्ड थिङ भनेको तपाईँको आफ्नो कन्सल्टेन्सीबाट अप्लाई गर्नुभएको छ भने के डकुमेन्ट्स इमिग्रेसनलाई सबमिट गर्नुभएको छ त्यसको एक कपी मागेर राख्नुहोस् र त्यसैको बेसिसमा आफ्नो इन्टरभ्यूहरू प्रिपेयर गर्नुहोस्। र रेगुलर कम्युनिकेसन बस्नुहोस् कन्सल्टेन्सीसँग। सो कुनै इमिग्रेसनले हजुरलाई डाइरेक्ट इमेल नगरिकन एजेन्सीको थ्रुबाट केही एडिसनल डकुमेन्ट्सहरू मागेको छ भने पनि तपाईँले अन टाइम सबमिट गर्न सक्नुहुनेछ। र थर्ड मेजर थिङ भनेको यदि तपाईँ करेन्टली कुनै कम्पनीमा काम गरिराखेको भनेर अप्लाई गर्नुभएको छ भने तपाईँको इम्प्लोयरलाई इमिग्रेसन न्युजिल्यान्डले इमेल गरेको हुनसक्छ अर कल गर्न सक्छ र तपाईँको इम्प्लोइमेन्ट स्टाटस, तपाईँले सबमिट गरेको डकुमेन्ट्स अनुसारको कुराहरू भेरिफाई गर्न सक्छ। सो यसमा एकदमै अलर्ट रहनुहोस् र यसका साथसाथै आफूले सबमिट गरेको हरेक डकुमेन्ट्सहरूको सम्बन्धित ठाउँमा अलर्ट गराउनुहोस्। सो ब्याङ्कदेखि लिएर तपाईँले आफ्नो प्यारेन्ट्सहरूलाई पनि अलर्ट गराउनुभयो भने इमिग्रेसनले केही चाहिएको छ भने त्यहाँ इमेल गरेको हुनसक्छ अर कल गरेको हुनसक्छ। हजुरले सबमिट गरेको डकुमेन्ट्सकै बेसिसमा त्यसको भेरिफाई गराउन सक्नु भएन भने भिजा डिक्लाइन हुन सक्छ।